ओके सर, ओके सर, ओके सर, ओके सर, ओके सर, नाइस। म मात्रै नो 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 यस से नो टु छ्याङ या ओहो राजाहरू यस्तै हुनु त म त खत्रै हुन्छु जस्तो लाग्छ। जमानामा मम्मीले त बबालाई सिकाएको छ। वा तिमी तिमी किन किन नसुतेको? ए ओके ओके, मसँग बोलेपछि बल्ल सुत्ने हो? मसँग बोलेपछि ए ठिक छ, हेर त निन्द्रा। ओके 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 नाइस है, नाइस। के गर्नु गाह्रो छ। ए मेरो लागि भाउजू भाउ भाउ के भाउ कस्तो देखाउँ? भाउजू मेरो लागि भाउजू चाहियो। अनि चाहियो भने देखेनौ? मम्मी हेर्नु त, सबले चाहियो भनिसके। कहिले हो हजुरको घैँटेमा घाम लाग्ने? ल उसलाई त्यो त अब के भन्नु? ह्याप्पी भयो माया माया, ह्याप्पी भयो राजाहरू, ह्याप्पी भयो। अब के गरौँ त यतासँग? दुनियाँ केटीहरू रोए रे त्यो भिडियो देखेर। सब नेपालभरिको केटीहरू रोए त्यो भिडियो देखेर। के भन्नु यार, मैले भनेको होइन, मैले अस्तिदेखि डिरेक्टरलाई भनेको हो के सर त्यस्तो नगरौँ, बिचरा सबजना रोलान्, सबजना कता कता के होलान् भनेर। दुनियाँ टेन्सन के के दादा फिल्मको भाउजू चाहियो अरे। राजाहरू त्यस्तो नगर यार, अलिक मजा आउँदैन। वाह ओके ओके। म चाँडै टोट नाही भयो एक्टिङ नगर, एक्टिङ। अब हेर न, मैले के भन्नु यार, बहिनीहरूले बिहेमा बोलाएन भनेर रुन थाल्छन् अब। तिम्रो पनि ब्रेकअप भएको? को त्यो को भन त? मेरो बहिनीको दिल तोड्ने लास पारिदिन्छु, लास पारिदिन्छु, बुझ्यो कि बुझेन? हानु कल एक टिप्परलाई। हजुर सो स्याड। दुईटा आँसु मेरो तर्फबाट पनि रुवाइदिनु है। सो स्याड 2-3 थोपा आँसु मेरो तर्फबाट पनि झारिदिनु। लप्स ओके। अब टाइम धेरै भयो, अब सुत्नु पर्ने छ कि सुत्नु पर्ने। ओके, म गएर हल्का स्लिप
सुत्नु पर्यो। One, 100 times. यो गर्नु थाल्यो फेरि निन्द्रा लागिसक्यो यहाँ चिक्सले मार्ला तना भनौँ कसरी गर्नु राजा कसरी गर्नु कस्तो बिर्सेको भयो भोलि गरौँ लागि आज मैले तल लगाएको छैन माथि हाफ प्यान्ट लगाएको छैन कि तल गाह्रो छ भोलि गरौँला भोलि आज हल्का पेट दुखिरहेको छ हल्का पेट आज हल्का टेन्सन के बुखार आएको छ कि बुखार टेन्सन कसरी सम्झाउँ यार आज जोजोको ज्वरो आएको के ज्वरो आइरहेछ म टेनै भयो मलाई त के लाग्छ थाहा छ आज यो बहिनीले पनि तैँले त म्याच हारिस पनिसमेन्ट गर भनेर पनिसमेन्ट दिनु लागेको जस्तो लाग्छ कि मलाई चाहिँ बुझेको बुझेन टाउको खुट्टा यस्तो माथि फर्काएर के भन्नु यार केही होइन क्या राजाहरू हल्का टेना